जीबी राई विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी कसले गरायो किशोरजी मलाई बुझाउनुहोस् त। जीबी राई विरुद्ध रेड कर्नर नोटिस इन्टरपोलमा कसले जारी गरायो मलाई भन्नुहोस् न। को थियो गृहमन्त्री त्यति बेला? हेर्नुहोस् रेड कर्नर जारी गरे पनि समाउन त सकेन नि। होइन सरकार सरकार अधिकतम रूपमा प्रयत्नरत छ। सरकार होइन सरकार मलाई त्यति नै थाहा छ जति तपाईँलाई थाहा छ। सरकार अधिकतम रूपमा प्रयत्नरत छ र त्योभन्दा ठुलो विषय सबभन्दा महत्त्वपूर्ण विषय के हो भने सहकारी पीडितको बचत धमाधम फिर्ता भइरहेको छ। यद्यपि सरकारको कर्तव्य हो जीबी राई र जीबी राई जस्ता कुनै पनि ठगले उन्मुक्ति पाउनु हुँदैन। गृहमन्त्री सुदन गुरुङको प्रतिवेदन सिंहदरबारको कुन कुनामा लुकाइयो? सिंहदरबारको कुनै कुनामा लुकाइएको छैन। प्रतिवेदन अध्ययन पश्चात प्रधानमन्त्रीले जसरी भन्नुभयो नि सबै प्रतिवेदनहरूको अध्ययन गरिन्छ। अध्ययन समिति बनाएर अध्ययन गर्न जति समय लाग्छ त्यति समय लाग्छ, त्यसपछि सार्वजनिक